त्यही पनि कुनै पनि विकासका कामहरू अहिलेसम्म नल्याएको अब गर्छ भनेर हामी हिँड्नु हामी कति चाहिँ नि हाम्रो स्वाभिमान हुन्छ कति चाहिँ हाम्रो कति हुन्छ म भ्याउँछु हैन अनि हामीले चाहिँ नि सबै पार्टीले चाहिँ चान्स दिँदै गएको छौँ हैन सबैको हेरेछौँ योभन्दा अगाडि चाहिँ नि माओवादीले जितेको एकदमै जनताले विश्वास गरेर जनताले एकलौटी तरिकाले नै दिएको त्यो सोच्दै नसोचेको मत आएको गरे माओवादीले केही गरेन अब गर्छ कसले एमाले गर्छ भन्ने ढुक्क छ छैन चान्स पाएको छैन होला त आफ्नो ठाउँमा छ गर्छ ढुक्क छ छैन कांग्रेसले गर्छ छैन गर्छ कसले त अनि यो चाहिँ नि सबै कुरा बुझ्दा बुझ्दै एकछिन यो सबै कुरा बुझ्दा बुझ्दै यो झन्डा भएको चाहिँ टी-सर्ट लाउनु पर्ने कारण के एउटा विचार तिम्रो छ आफ्नो ठाउँमा छ टी-सर्ट लाएर अनि तर एउटा चाहिँ पार्टीको ओकलात गरेन त पार्टी हुने विकास गर्न सकेनन् भन्ने कुरा मैले मान्छु गरेकै छैन अनि तर यो विधिले प्रक्रियामै गलत हो भनेर तपाईले सबैलाई चाहिँ एक बनाएर एउटा शिक्षाकै भएर हिँड्नु हुँदैन किन परिवार त एक हुँदैन राष्ट्रभरिका मान्छे एक कसरी हुन्छन् गोपी मतदान हाल्यो तपाईले सुनिहाल्नुभयो मैले सुनिहाले के थाहा टी-सर्ट लाएमे है तपाईले भनेर जोड्नु भयो हैन जस्तो सबभन्दा बढी समय नेपाली कांग्रेसले नेतृत्व गरेर विकास किन भयो भने वास्तवमा नेताहरूले नेतृत्व कहिलेबाट पाए भन्नु न अधिकार के काम गर्ने अधिकार 2065 साल असार 15 2065 साल असार 15 गतेको पहिलो संसदको बैठकबाट नेपाल औपचारिक रूपमा लोकतन्त्रमा गएर कार्यकारी अधिकार दलीय व्यवस्थामा बल्ल तोडिदिनुबाट सुनियो तोडिदिएपछि सबभन्दा पहिला पत्र मानव नेपाल चल्ना छला सुधार गरियो चल्ना छला अनि अहिले सुश्री कोइराला हुँदै अहिले पर्पन ल्यायो ल भन्नु कसले गरेछ भन्छ कार्यकारी अधिकार अहिले दियो नि हैन त्योभन्दा अगाडि त राजाको हातमा नारायणजीको हातमा थिएन दल त एउटा च्याङ्ग्रा मात्रै थिए कहिले सेरेले गएर चिठी पठाउँथ्यो हैन मलाई प्रधानमन्त्री बनाइदिनु न तपाईले जीवन केही मान्छु भन्थ्यो कहिले मानिसले भन्थ्यो पहिला वास्तवमा राजाको छत्र अधिकार चाहिँ नारायण कार्यकारी अधिकार थिएन कि कांग्रेसका मन्त्रीहरू धेरै भएका हुन् तर कार्यकारी अधिकार चाहिँ दलीय व्यवस्थामा थिएन नारायण हिटीमा थियो 65 पछि बल्ल दलमा आयो मैले बुझेको